तपाईँ अहिले हेर्दै हुनुहुन्छ हाम्रो क्षेत्र अनलाइन टिभी। नयाँ नयाँ कन्टेन्टका लागि हाम्रो क्षेत्र अनलाइन टिभीलाई सब्सक्राइब गर्न नभुल्नुहोला। दर्शक बिनहरू, म तपाईँको साथी कार्यक्रम प्रस्तुता ग्याबा रबिन। विशेष गरी आज चाहिँ एउटा तपाईँलाई प्रश्न लिएर आएको छु। प्रश्न मिल्यो भने तपाईँलाई 100 रुपियाँको रिचार्ज कार्ड एनसेल एनटिसी जुनै भए पनि तपाईँले कुन युज गर्नुहुन्छ, विनर भएको खण्डमा चाहिँ तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। विशेष गरी प्रश्नको उत्तर कमेन्ट बक्समा लेख्नुहोला अनि आफ्नो नम्बर पनि लेख्नुहोला अनि हामी रिचार्ज गरिदिनेछौँ एकजना विनर हुने व्यक्तिलाई। विशेष गरी आजको प्रश्न अब राख्न चाहन्छु। कुन दुलो हो जुन दुलोमा केटीहरूले केटाहरूलाई छिर्नको लागि अनुरोध पटक पटक गर्छन्? कुन दुलो हो जुन दुलोमा केटीहरूले केटाहरूलाई छिर्नको लागि पटक पटक अनुरोध गर्छन्? कहिलेकाहीँ त केटाहरूले अम्लो पनि छिराउने गर्छन्। तपाईँले प्रश्न पनि भर्खरै सुनिसक्नु भएको छ हामीले राखेको प्रश्न। विशेष गरी तपाईँ कन्फ्युजमा हुनुहुन्छ भने तपाईँको कन्फ्युजलाई हटाउँदै तपाईँलाई म 3टा अप्सन दिँदैछु। 3टा अप्सनमा एउटा अप्सन चुज गरेर तपाईँले मिलाउनु भयो भने 100 रुपियाँको रिचार्ज कार्ड पनि व्यवस्था गरिएको छ। 3टा अप्सन के छन् त अब भन्न चाहन्छु। 1 नम्बरमा रहेको छ पन्जा, 2 नम्बरमा हातमा लाउने रिङ अथवा औँठी, 3 नम्बरमा सुज जुत्ता। प्रश्नको उत्तर दिनुहोला। तपाईँलाई 100 रुपियाँको रिचार्ज कार्डको व्यवस्था गरेका छौँ। धन्यवाद।